गुड मर्निङ साथीहरू। आज चाहिँ मेरो डे 38मा आइसकेको छु म, 38मा आइसकेको छु, डे 38मा। सो स्टे ट्युन। सुरुमा कार्डियो गरिसकेपछि मात्रै मेरो वेट लिफ्ट हुनेछ। सो लेट्स सी। फाइनली 102 भयो क्यालोरी पनि। त्यसपछि स्पिड भयो, इन्क्लाइन 0 भयो, टाइम चाहिँ 22 मिनट 19 सेकेन्ड भयो, 1.6 किलोमिटर भयो। थ्याङ्क यू। अब यसको पालो। फाइनली यो पनि 80 भएको छ, 1.4 किलोमिटर भयो, टाइमिङ चाहिँ 11 मिनट भयो। सो यो पनि फिनिस्ड गर्दछु। फाइनली मेरो पार्टनर यहाँ भुवन दाइ यहाँ हुनुहुन्छ। भुवन दाइ के छ? हाई गरिदिनु न। अनि आज किन ढिलो आउनुभयो? ए मेरो एक्सर्साइज सकिसकेपछि नि भुवन दाइको भर्खर कस्तो म्युजिक सिचुएसन छ हो, भर्खर आउनुभयो। अब लेट्स गो माथि। अहिले चाहिँ मेरो सोल्डर हो, सोल्डरको एक्सर्साइज यो पनि गरेँ, त्यसपछि यो दुईवटा गरेँ। अहिलेसम्म दुईवटा एक्सर्साइज गरेँ मैले। सो यो वाला लेट्स अरू पनि हेरौँ।
लागि पनि नयाँ एक्सर्साइज हो आज पुरैले नयाँ इन्ट्रोड्युस गर्नुभयो मेरो एक्सर्साइज यो चाहिँ मैले फर्स्ट टाइम गरेको हिँड्दै के अरे भन्दै हजुर तपाईँले यो गर्नुभएको पहिले छैन फर्स्ट टाइम होइन फर्स्ट टाइम उहाँ पनि फर्स्ट टाइम रहेछ ल लेट्स गो अब वेट थपेर फाइनली मेरो आज सोल्डरको एक्सर्साइज पनि सक्यो सो सोल्डरमा चाहिँ मेरो आज के भयो भन्दाखेरि मैले तपाईँले हेरिसक्नुभयो के भएको छ भनेर आज नयाँ नयाँ एक्सर्साइजहरू सिकेँ गुरुबाट सो सबै नयाँ थियो मेरो लागि सबैभन्दा नि कुनै कुनै धेरै कुराहरू चाहिँ नयाँ थियो मेरो लागि सो तपाईँले हेरि नै सक्नुभयो थ्याङ्क यू सो मच तपाईँले हेरिरहनु भएको छ भिडियो कस्तो लागिरहेछ तपाईँको आफ्नो सुझावहरू कमेन्टहरू दिनुहोस् र आजको दिन तपाईँहरूको शुभ रहोस् Have a good day, have a nice day, stay tuned, take care, bye bye. Day 38.